सिर्जना पानी लिन गएकी थिइन्, उनले धारामा पानी थाप्दै थिइन्। यत्तिकैमा केसरी पनि पुग्छिन् अनि सिर्जनालाई देखेर पानी लिन आउनु भएको भनेर सोधेकी थिइन्। तर सिर्जनाले केही जवाफै नदिकन गाग्री भरिएपछि बोकेर गएकी थिइन्। त्यहाँ धारोमा त्यो रूपा भाउजू पनि कपडा धुँदै रहेछिन्। अनि पछि केसरीले पानी थाप्ने बेलामा "तपाईहरुको सम्बन्ध राम्रो छैन कि क्या हो?" भनेर सोध्छिन्। "त्यस्तो केही पनि होइन" भनेर केसरीले भन्दा "त्यति राम्ररी सोधिसकेपछि त केही न केही मिठो बोलेर जानु नि, बोल्दै नबोलिकन गई कस्ति घमण्डी रहेछे" भन्दाखेरि "यसरी हामीले अर्काको कुरो बुझ्दै नबुझिकन उसलाई दोष लगाउन हुँदैन। सबैको मनस्थिति एउटै कहाँ हुन्छ र कुन मुडमा हुन्छ मान्छे, उसलाई बोल्न मन लागेन होला, बोलिन। तर सिर्जना एकदमै राम्री मान्छे हो" भन्दाखेरि त मुटुमाथि ढुङ्गा राखेर "यो सबै कुरा भन्नुभएको छ होइन नानी, हेर्नुस् बेलैमा विचार गर्नुस् है, अझै पनि केही बिग्रिएको छैन। तर भोलि बसन्तका छोराछोरी भयो भने चाहिँ तपाईको जिन्दगी यता न उताको हुन सक्छ" भनेर उनले त बसन्तसँग अझै पनि तैँले बिहे गर्न सक्छेस् भन्ने खाले कुरा पो राख्छिन्। अनि त्यसपछि त केसरी "तपाईले के भन्दै हुनुहुन्छ?" भन्दाखेरि त अस्ति तपाईँ र बसन्त यो गाउँबाट हराउँदाखेरि सबैजनाले बसन्त र केसरी भागेर बिहे गरेछन् भनेर गाउँभरि हल्ला चलाएका थिए। मैले पनि माया गर्ने जोडीको मिलन भएछ भन्ने सोचेको थिएँ भन्दाखेरि केसरीले त "यो सबै कसरी सोच्न सक्नुहुन्छ? एउटा महिला भएर मैले अर्को महिलाको घर बर्बाद गर्न सक्दिनँ" भन्छिन्। अनि पानी भरिएपछि "ल म गएँ है भाउजू" भनेर केसरी पानी लिएर जान्छिन्। साँच्चै नै केसरीले त्यस्तो बसन्त र सिर्जनाको घर बिग्रिनु नै पर्छ भन्ने खाले सोच राखेकी छैनन्। उनले त जतिसक्दो अब सिर्जना र बसन्त नजिक भए हुन्थ्यो भन्ने त सोचेकी छन्। तर के गर्नु, दिमागले त्यस्ता कुरा सोचेर मात्रै भएन, मनले अझै पनि "म बसन्तकै हो, बसन्त मेरै हुनुपर्छ" भन्ने सोच छ। बिचरा दिमागको खेल एकातिर अनि मनको खेल अर्कोतिर। बसन्त र केसरीको जिन्दगी पनि अब यस्तै यस्तै हुने भयो। यता बसन्तको घरमा फेरि आमाले बाहिर चुलो बनाएर चिया पकाएकी थिइन्। बसन्त बाहिर निस्किँदाखेरि "चिया खान्छस् बाबु, आइज" भन्दै बोलाउँछिन्। अनि बसन्त "खान्छु" भन्दै जान्छन्। "आमा, पहिला मेरो एउटा प्रश्नको उत्तर दिनुस् है, मैले हिजो र अस्ति राति रक्सी किन खाएँ तपाईलाई थाहा छ?" भनेर सोधेका थिए। अनि आमाले "तैँले खाने मलाई थाहा हुन्छ" भन्दाखेरि "मैले तपाईको कारणले खाएको हो। केसरीलाई मैले गुमाउनु परेको पीडा मेरो मनमा थियो, तर पनि मैले जसोतसो अब मेरो जिन्दगीलाई अगाडि बढाउँछु भन्ने सोचेको थिएँ। तर तपाईँ घरमा आएपछि मलाई सम्झाइ बुझाइ गर्नु होला भन्नुको सट्टो उल्टै तपाईले आफ्नो जिद कस्नुभयो। त्यसै कारणले गर्दाखेरि परिवारमा झै झगडा भयो अनि मेरो मन पनि एकदमै अशान्त भयो र मैले रक्सी खाएको थिएँ। मैले रक्सी खानु गल्ती भयो आमा, गल्ती गरिसकेपछि मान्छेहरूले सजाय त पाउनै पर्छ। तर तपाईले के गर्नुभयो, तपाईँ मेरो अभिभावक भएर पनि मलाई सम्झाइ बुझाइ गर्नुको साटो उल्टै तपाईले मेरो मनलाई अशान्त बनाइदिनु भयो। किन यस्तो गर्नुभएको छ आमा भन्दा आमाले त "मैले तँलाई सम्झाउने कोसिस गरेको होइन त हो नि बाबु, मैले त तैँले केसरीलाई नै चाहन्छस्, केसरी नै तेरो मनमा छे, यो सिर्जनालाई छोडेर केसरीसँग बिहे गर भनेको त हो नि। अरू मैले के भनेको छु र? मैले त राम्रै भनेको छु। बरु गल्ती त तेरो बाउको हो, तेरो बाउले कहाँ न कहाँको त्यो केटीसँग जबरजस्ती तेरो बिहे गरिदिए" भनेर बाउलाई दोष दिन खोज्दै थिइन्। अनि बसन्तले "जे भयो भयो बाले, अब यो सबै अन्जानमै गरे पनि जानी जानी गरे पनि अब मलाई बासँग केही पनि गुनासो छैन। म त भाग्यमानी हो आमा, मैले सिर्जना जस्तो केटी पाएँ। हुन त मेरो लागि केसरी एकदमै राम्री हो, केसरी जस्तो अरू कोही पनि छैन भन्छु मैले। किनकि केसरी मेरो मनमा बसेकी छ। मनमा भएका मान्छेहरूको लाखौँ अवगुण भए पनि उसको मायाले जितिदिन्छ। तर सिर्जनाले मलाई मन पराई मसँग बिहे गर्न राजी भई, मेरो त भाग्य हो मैले सिर्जनालाई पाउनु" भन्दाखेरि त "हे भगवान्, यसले त अब त त्यो केसरी भन्दा पनि सिर्जना पो राम्री छे भन्छ है, त्यो केटीले त मोहनी नै लगाई कि क्या हो" भनेर आमा रिसाएकी थिइन्। अनि बसन्तले त "मोहनी नै लगाए नि के भएर, अब म सिर्जनाकै हो क्या रे" भन्छन्। अनि त्यसपछि त आमाले "म यो सबै मान्दै मान्दिनँ, मैले त्यसलाई बुहारी भन्दै भन्दिनँ" भन्दै थिइन्। "तपाईले बुहारी पनि नभन्नुस्, मान्दै नमान्नुस्, तर एउटै भान्सा गर्नु पर्यो" भनेर बसन्तले सम्झाउँछन्। आमाले "कसरी एउटै भान्सा गर्ने? मैले त्यसले छोएको पानी पनि खान्न" भन्दै थिइन्। अनि बसन्तले "हुन्छ, उसले छोएको पानी पनि नखानुस्, उसलाई भान्सामा पस्न नि नदिनुस्, उसलाई बुहारी पनि नमान्नुस्। मैले तपाईले खाने पानी पनि ल्याइदिन्छु, सबै कुरा गरिदिन्छु, तर आजदेखि सबैजनाको लागि तपाईले खाना पकाउनु पर्छ" भनेर बसन्तले अत्तो थाप्छन्। अनि अब त्यसपछि आमाले नाइ भन्न पनि सक्दिनन्। अनि "ल ठिक छ, म अहिले नै तपाईलाई खाना पकाउने पानी लिएर आइदिन्छु, तर तपाईले यो बाहिर दुई चुलो गर्न पाउनुहुन्न, खुर्को भित्र जानुस्" भनेर उनी पानी लिन जानका लागि गाग्री लिएर बाहिर निस्किएका थिए। सिर्जना पानी लिएर पुग्छिन्। अनि त्यसपछि त सिर्जनालाई "त्यो पानी भित्र लानु पर्दैन, यहीँ राखिदेऊ, आजदेखि आमाले हामी सबैजनाको लागि खाना बनाउनुहुन्छ, तिमीले बनाउनु पर्दैन है" भनेर बसन्त पानी लिन जान्छन्। अनि बसन्त पानी लिन
जाँदा केसरी पानी लिएर आउँदै थिइन्। दुईजनाको बिच बाटोमा भेट हुन्छ। बसन्त केसरीलाई हेरेर मुसुमुसु मुस्कुराइरहेका थिए। केसरीले पनि बसन्तलाई एकछिन हेर्छिन्, तर केही पनि नबोलिकन उनी आफ्नो बाटो लाग्छिन्। यसरी केसरी केही पनि नबोलिकन जाँदाखेरि बसन्त भने अलि रिसाएको जस्तो गरेर यसो उता पुग्छन्, फर्किएर हेर्छन् अनि फेरि रिसाएकै झैँ गरेर उनी पानी लिन जान्छन्। केसरी पनि अलि यता आइसकेपछि बसन्ततिर फर्किएर हेर्छिन् अनि त्यसपछि गाह्रो हुँदो रहेछ यसरी अगाडि देख्दा पनि केही नबोलिकन हिँड्नको लागि। त मेरो कारणले गर्दाखेरि बिग्रिन लागिस्, तेरो बस्दै गरेको घर पनि बिग्रिने भयो, त्यही भएर म बाध्य छु अब तँसँग म आफै टाढा हुन्छु। यदि म आफै टाढा भएँ भने तैँले मलाई बिर्सिन सक्नेछस् भनेर त मलाई माफ गरिदियो है भनेर केसरी पनि जान्छिन्। अनि बसन्त चाहिँ पानी भर्दै थिए। ती भीमप्रसाद ज्योतिषे थिए नि, तिनले एउटा केटा लिएर त्यही धारानिर आइपुग्छन् अनि यहाँ केसरीको घर कहाँ होला भनेर सोध्छन्। बसन्तले बाटो देखाइदिएका थिए, तर तिनले चाहिँ तपाईँको घर पनि यतै हो भने हामीलाई त्यहाँसम्म पुऱ्याइदिनु न भन्दै थिए। अनि बसन्तले मेरो घर त यता हो के अरे, यताको बाटोबाट नि जान मिल्छ, ल हिँड्नुहोस् म पुऱ्याइदिन्छु भन्दै सँगसँगै लिएर जान्छन्। जाँदै गर्दाखेरि ती भीमप्रसादले चाहिँ बसन्तलाई बाबुको बिहे भयो कि भएन भन्दै थियो। भयो, मेरो बिहे भन्दा राम्रै हो, उमेरमै बिहे गरेको राम्रो हुन्छ भन्छन्। अनि त्यसपछि बसन्तले चाहिँ अब यत्रो बेर कुराकानी गरियो, चिनजानै गरिएन त तपाईँ केसरीको आफन्त हो भनेर सोद्धाखेरि आफन्त नै त होइन, तर यसो आफन्त बनाऊ कि भन्ने सोचले हिँडेको भन्छन्। अनि मतलब भनेर बसन्तले सोद्धाखेरि केसरीको हात माग्न आएको भन्छन्। त्यसपछि पो बल्ल बसन्तले ती भीमप्रसादसँग भएको त्यो केटोलाई शिरदेखि पाउसम्म हेर्छन्। अनि त्यसपछि त तपाईँहरूले आँटे सोचेको छिट्टै पुरा होस्, मेरो शुभकामना भनेर ल तपाईँहरू यही बाटो जानुहोस्, यो बाटो नछोडिकन जानुहोस्, आउने पहिलो घर नै केसरीको घर हो भनेर चिनाइदिएका थिए। अनि त्यसपछि ती भीमप्रसादले पनि बाबु धेरै धेरै धन्यवाद है, तपाईँ एकदमै सहयोगी र मिजासिलो हुनुहुँदो रहेछ, तर बाबुसँग अलिकति केही कुरा गर्न मन लागेको थियो, फेरि गाग्री गरुङ्गो हुन्छ कि भन्छन्। अनि बसन्तले गाग्री बिसाएर भन्नुहोस् के कुरा हो भन्दाखेरि आफ्नो सन्तानको बारेमा सबैले राम्रै भन्छन्, दोष र बैगुण कसैले पनि भन्दैनन्, सत्य कुरा भनेको गाउँ छिमेकै मान्छेबाट थाहा हुने हो। अनि फेरि अब यो गाउँमा मैले चिन्न त धेरैजनालाई चिनेको छु, तर हामी जस्ता बुढाखाडालाई आजभोलिको केटाकेटीको बारेमा त्यति साह्रै थाहा हुँदैन। तपाईँहरू जत्तिकै उमेरका मान्छेहरूलाई बरु यो गाउँको केटाकेटीहरूको बारेमा थाहा हुन्छ। मैले सोध्न खोजेको चाहिँ केसरीको चालचलनको बारेमा यसो बुझौँ कि भनेर बाबु भनेर। अनि उनले कुरा राखेपछि हिरा हो, केसरी त यो गाउँको हिरा हो, केसरी एकदमै शील स्वभाव भएकी, एकदमै लक्षिणकी छे भनेर जे होस् केसरीको चाहिँ बेस्तरी तारिफ गर्छन्। अनि त्यसपछि त ती केटाले त्यसो भए त यति शील स्वभाव र गुण भएकी केटीलाई पछ्याउने पनि त धेरै छन् होला नि, आजभोलिको जमानामा लग्न परेको हुँदैन के अरे भन्दै थिए। अनि बसन्तले तपाईँ पनि त आजभोलिकै केटा हो नि, के तपाईँको चाहिँ केही विगत छैन भनेर भनिदिइसकेपछि अनि त्यस्तो भन्न खोजेको होइन भन्छन्। अनि जे भए पनि केसरी एकदमै राम्री हो अनि एकदमै इज्जतदार घरकी हो भनेर जे होस् बसन्तले तारिफ गरिदिएपछि ल बाबु भन्छन् र अनि ल तपाईँहरू पनि उता जानुहोस्, म पानी लिएर जान्छु है भनेर उनले केसरीको बारेमा त्यति तारिफ गरिदिन्छन् र अनि घरतिर जान्छन्। अनि ती भीमप्रसादले पनि ल बाबु हामीले बुझ्न खोजेकै कुरा यही हो, तपाईँले राम्ररी बुझाइदिनु भयो, ठिकै छ है, धन्यवाद भन्छन्। र सायद केसरी जस्तो असल केटीको लागि यो नै भगवानले जुराएर पठाइदिनु भएको केटो होला भनेर उनी पनि मक्ख परेर गएका थिए। अनि त्यसपछि त बसन्तले कस्तो होला है यो पापी मन पनि, आफूले माया गरेको मान्छे अरू कसैको हुन लागेको छ भन्दाखेरि खुसी हुनुको सट्टा चसक्क हुँदो रहेछ, म पनि त अरू कसैको भइसकेँ नि, अब त केसरी पनि अरू कसैको हुनुपर्छ हे भगवान, यदि यो केटा असल र इमान्दार छ भने केसरी यसैको भइदियोस् है भनेर बसन्तले मनमनै पुकार्छन्। अनि अझै त्यति मात्रै कहाँ हो र, यदि केसरीले बिहे गर्न मानिन भने मैले मनाउँछु केसरीलाई भनेर बसन्तले त सोच बनाउँछन्। अब उता बसन्तको मामाले सिर्जनाको बुवासँग मानिहाल्छ नि, बसन्त र केसरी सँगै पढेका साथीहरू हुन्, अब मेरो भान्जाले सम्झाइसकेपछि नमान्ने कुरै हुँदैन भन्छन्। अनि त्यसपछि त ल त्यस्तो हो भने अब बेलैमा कुरा अगाडि बढाउनु पर्यो, इन्द्र पनि त गतिलो केटा हो नि भनेर उनले इन्द्रको बिहे केसरीसँग गरिदिने भन्ने सोच राखेका रहेछन्। अनि त्यसपछि त अब इन्द्र एकदमै असल र इमान्दार हो, मानेको भए मैले सिर्जनाको बिहे इन्द्रसँगै गरिदिन्छु भन्ने सोच थियो। सुजनको पनि इच्छा त्यही थियो, तर के गर्नु अब सिर्जनाले बसन्तलाई मन पराई इन्द्रसँग बिहे गर्नै मानिन भनेर मैले मेरै ज्वाइँ बनाउन नसके पनि एउटा गतिलो केटी खोजेर इन्द्रको घर बसाइदिएँ भने पक्कै पनि सुजनको आत्माले शान्ति पाउँछ होला भनेर ल अब छिटो कुरा अगाडि बढाउनु पर्यो भनेर लाउँछन्। अनि ती अब भीमप्रसाद गुरुहरू त उहाँ केसरीको घरमा गएर चिया खाँदै पो रहेछन्। अनि तिनले चाहिँ अब मैले हिजो चिना हेर्दा नै यत्तिको
सिलसिबासकी केटी मेरो सालोको छोरालाई हुन्छ भन्ने अड्कल काटेको थिएँ। अब आज हात माग्न भन्दा पनि यदि केटाकेटीले एकअर्कालाई मन पराएछन् भने बिस्तारै कुरा अगाडि बढाउनु पर्ला भनेर आएको भन्दा काकीले पनि हुन्छ नि यो त एकदमै राम्रो कुरा हो भनेर जे होस् उनले पनि कुरालाई स्वीकार्छिन्। अनि अब हामीले पनि त्यही सोच राखेर हिजो चिना हेराउन गएको भन्दाखेरि कस्तो संयोग मिलेछ है। मैले पनि यो नानीको चिना र यसको चिना दाँजेको थिएँ। मेरो भदा सालो केटोलाई पनि ट्याक्कै मिलेको छ है। अब कुरो सबै ठिक भयो भने त कुरो अगाडि बढाउनु पर्ला भनेर उनले कुरा राखेका थिए। अनि त्यसपछि केसरीकी काकीले अब म त उमेरले बुढी भएको मात्रै हो, नत्र हाम्रो घरको अभिभावक भनेको मेरो छोरी नै हो, सही निर्णय के हो गलत निर्णय के हो भन्ने कुरा उसैले नै जानेकी छ, बुझेकी छ, उसैले नै पढे लेखेकी छ। त्यही भएर हाम्रो त अभिभावक भनेको पनि हाम्रै छोरी हो भन्छन्। अनि त्यसपछि त अनि के छ त विचार भनेर काकीले सोद्धाखेरि अब खै के भनौँ काकी, मैले एकचोटि देख्दैमा एकचोटि बोल्दैमा कसको बानी बेहोरा कसलाई थाहा हुन्छ र भनेर बिहे जस्तो कुरा एकदमै सोच विचार गरेर मात्रै निर्णय गर्नुपर्छ। हतारमा निर्णय गर्यो भने पछि पछुतो हुनसक्छ भनेर केसरीले कुरा राखेपछि नानीले एकदमै राम्रो कुरा गर्नुभयो। अब यसरी हतार गर्नु पर्यो नि त, कुरै छैन नि कि कसो भन्दै थिए। अनि ती केटाले पनि उहाँले एकदमै ठिक भन्नुभयो भन्छन्। अनि त्यसपछि त जागिरले ऊ सरकारी वकिल हो तर पनि बोल्न एकदमै लजालु छ भन्दै आफ्नै त्यही भदा सालो केटोको तारिफ गर्छन्। अनि त्यसपछि ल त अब यसो अब केटाकेटीको मनसाय बुझ्न मात्रै हो के अरे आएको, अब राम्रै भएछ भने बिस्तारै कुरा अगाडि बढाउँदै जाउँला, ल अब छिट्टै भेटौँला भन्ने आशाका सहित अहिले हामी जान्छौँ है त भनेर उनीहरू बिदावादी भएर जान्छन्। उनीहरू गइसकेपछि काकीले कस्तो लाग्यो केटा भन्दा केसरी त रिसाएर उनीहरू एकैछिन कसरी आए तपाईँले बोलाउनु भएको भनेकी थिइन्। अनि काकीले मैले बोलाएको होइन, हिजो भीमप्रसाद गुरुले त यसो उता गएको बेलामा छोरीको बिहे गर्ने हो भनेर सोध्नु भएको थियो। राम्रो गतिलो घरको केटा पाए भने अब कुरा अगाडि बढाउने हो भनेको थिएँ मैले, यसरी आउँछन् भन्ने मलाई थाहा थिएन भनेकी थिइन्। अनि सुषमाले जसरी आए पनि के भएर मलाई त भिनाजु मन पर्यो भनेकी थिइन्। अनि केसरी त रिसाएर को भिनाजु मेरो बिहे भइसक्यो भनेर झर्किन्छन्। अनि त्यसपछि त सुषमाले यसरी रिसाउनु पर्ने कुरै छैन नि दिदी, यो त अहिले रिसाउने बेला होइन, एकदमै ठन्डा दिमाग बनाएर सोच्ने बेला हो भन्छन्। केटाको सबै कुरा ठिक भयो बिहे गर्दा के फरक पर्छ र भनेर बहिनीले प्रश्न गरेपछि केसरी केही बोल्न सक्दिनन्। अनि काकीले त्यही त नि बहिनीले ठिक भनी, भीमप्रसाद भनेको एकदमै इज्जतदार इज्जत भएका मान्छेहरू हुन्। उनले तँमा केही न केही गुण देखेरै त आफ्नो सालोको छोरोलाई हुन्छ भनेर यकिन गरेर आएका त होलान् नि। सबै कुरा मिल्यो भने बिहे गर्दा के फरक पर्छ र भनेर काकीले पनि केसरीलाई सम्झाउँछिन्। तर केसरीले चाहिँ अब ऊ त्यस्तो पढे लेखेको सरकारी वकिल केटो, त्यति धेरै पढेको, म पढेको पनि छैन, मेरो अवस्था पनि यस्तो छ, अनि त्यसले किन यसरी मसँग बिहे गर्न भनेर आयो त, उसले त आफै जत्तिकै पढे लेखेको जागिरी केटी खोजेर बिहे गर्नुपर्ने होइन र भनेर यस्तै कुरा गरेकी थिइन्। अनि काकीले त बिहे भनेको नाफा र घाटाको सम्बन्ध होइन, यो कुनै व्यापार होइन, बिहे भनेको त एउटा जिन्दगी बिताउने कुरा हो। यदि अब कसैको सिलसोबास बानी बेहोरा सबै राम्रो छ भने आफू जत्तिकै पढे लेखेको हुनुपर्छ भन्ने छैन भनेर जे होस् केसरीलाई चाहिँ राम्ररी नै सम्झाउँछिन्। अनि काकीले ल नढाटिकन भन् तँलाई केटो मन पर्यो भनेर सोधेकी थिइन्। उता ती भीमप्रसाद ज्योतिषले आफ्नो त्यो भदा सालोलाई पनि सोधेका रहेछन्। तिनी चाहिँ मलाई त्यो केटी मन पर्यो, निकै इमान्दार सोझी साझी सिधा, कति राम्रो व्यवहार बोली संस्कार भयो कि मलाई त्यो केटी असाध्यै मन पर्यो भनेपछि ल अब धेरै हतार गर्नु हुँदैन, अझै पनि एक दुई ठाउँमा बुझ्ने ओर्ने गर्नुपर्छ, हतारमा गरेको निर्णयले पछि फेरि पछुतो हुनसक्छ है भनेर उनले पनि सम्झाइ बुझाइ गरेर तिनलाई घरतिर लिएर जान्छन्। केसरी भित्र गएर यो भनेको मेरो जिन्दगीको एकदमै महत्त्वपूर्ण निर्णय हो, मैले पहिला जे गल्ती गरेँ अब म त्यो गल्ती दोहोऱ्याउन चाहदिनँ। जे भए पनि बसन्त पढे लेखेको मभन्दा व्यवहारिक मान्छे हो, उसले मेरो सधैँ भलो चिताउँछ, एकचोटि म उसँग सोध्छु अनि त्यसपछि मात्रै निर्णय लिन्छु, मलाई आशा छ उसले मलाई सही डिसिजन गर्न सहयोग गर्छ भनेर बसन्तलाई फोन गरेकी थिइन्। तर उहाँ सिर्जना हुँदा हुँदै बसन्तको फोन बजेको थियो। यसो हेर्दा केसरीको फोन आएको देखेर उनी रिसाएर फोन काटिदिन्छन्। अनि केसरीले चाहिँ अघि म नबोलिकन गएको थिएँ त्यही भएर फोन काटिदिएको होला भन्ने सोचेर म्यासेज गर्छिन्, छुच्चा अघि म नबोलिकन गएँ भनेर यसरी फोन काट्नुपर्छ र तँसँग एउटा जरुरी कुरा छ फोन उठा भनेर म्यासेज गरेकी थिइन्। अनि उता सिर्जना चाहिँ बसन्त बनेर म्यासेज टाइप गर्छिन्, के कुरा हो यही म्यासेजमा भन्, सिर्जना मेरो आडैमा छे, सिर्जनाले म तँसँग बोलेको
रुचाउँदिने भनेर सोधिसकेपछि आज मलाई हेर्न केटा आएको थियो, सरकारी वकिल हो अरे, के गरौँ भनेर यताबाट केसरीले मेसेज गरेकी थिइन्। अब केसरीलाई त के थाहा त्यो मेसेज बसन्तले गरेको होइन भनेर, उनले त अब बसन्तकै मेसेज भन्ने सोचेकी छन्। अनि त्यसरी अब के गरौँ भनेर भन्दाखेरि मलाई किन सोधेकी छस्, तेरो मनले जे भन्छ त्यही गर न भन्दाखेरि, चुच्चा धेरै नाटक नगर, ठुलो कुरा नगर, तैँले मलाई सही निर्णय गर्न सघाउँछस् भनेर पो तँसँग सोधेको त, भन्न म के गरौँ भन्दाखेरि मैले भनेको मान्छेस् भने तैँले बिहे गर, तेरो र मेरो सम्बन्ध अनि तेरो र मेरो जिन्दगीको यात्रा यहीँसम्म रहेछ। अब म पनि आफ्नो जिन्दगीमा अगाडि बढिसकेँ, अब तँ पनि आफ्नो जिन्दगीमा अगाडि बढ भनेर यस्तै यस्तै जे होस् बिहे गर भन्ने टाइपकै मेसेज यता सिर्जनाले पठाएकी थिइन्। केसरीले पढ्दा अब बसन्तले नै पठाएको भन्ने सोचिन्। अनि त्यसपछि त केटाको बारेमा केही पनि बुझ्दैनस्, म चाहन्छु तैँले एकचोटि केटासँग भेटेर कुरा गर, मलाई कस्तो केटा ठिक हुन्छ कस्तो हुँदैन भन्ने कुरा तँलाई राम्ररी थाहा छ भनेकी थिइन्। तर उताबाट मेसेज आउँछ कि मैले बुझ्न जरुरी छैन, अब यदि म त्यो केटासँग भेट गर्न गएँ अनि म तेरो केटा साथी हो भन्दाखेरि पनि उसको मनमा नराम्रो पर्न सक्छ, अब हामी एकअर्काबाट टाढा भएकै राम्रो हुन्छ। त्यही भएर अब तेरो बाटो अलग मेरो बाटो अलग, जे होस् तैँले अब जिन्दगी सुरु गर्नुपर्छ भनेर यस्तै तरिकाको मेसेज थियो। त्यो पढेपछि त केसरी त के भनौँ हुन थाल्छिन्। यता सिर्जना फेरि के भनेर मेसेज गर्छे भन्दै कुरेर बसिरहेकी थिइन्। अनि त्यसपछि त मेसेजै आउँदैन नि, जेसुकै होस् भनेर उनले गुड बाई लेखेर मेसेज गरिदिएकी थिइन्। केसरी त झन् त्यो गुड बाई देखेर एकदमै दुखी हुन्छन्। अनि त्यसपछि त त्यही मेसेज हेरेर केसरी टोलाउँदै थिइन्, उता त बसन्त बाहिर आएका हुँदो रहेछन्। आमा मैले पानी लिएर आइदिएँ भन्दै थिएँ। अनि सिर्जनाले हतपत सबै मेसेज डिलिट गरिदिएर फोन त्यहीँ राखिदिन्छन् अनि आफू यता व्यस्त भए जस्तो गर्छिन्। अनि त्यसपछि बसन्त गएर त्यही खाटमा बसेका थिए, सिर्जनासँग केही बोल्न त भ्याएका थिएनन्। यता केसरीले पनि यताबाट गुड बाई भनेर मेसेज पठाउँछिन्। अनि त्यसपछि त बसन्तले मेसेजको टोन बज्ने बित्तिकै यसो खोलेर हेरेका थिए, केसरीले गुड बाई लेखेको देखेर उनी तिनछक पर्छन्। अनि सिर्जनाले कसको मेसेज भनेर सोधेकी थिइन्, टेलिकमको पैसा भ्याइएछ रिचार्ज गर्नुपर्ने भनेर बसन्तले ढाँटिदिन्छन्। अनि त्यसपछि त पक्कै पनि उसको बिहे फिक्स भयो होला, त्यही भएर उसले मलाई गुड बाई लेखेर मेसेज गरे कि कमसेकम एकचोटि मलाई सोध्नु त पर्थ्यो नि, छुच्ची मलाई एकचोटि पनि सोध्न उचित ठानिने है भन्दै। अनि फेरि मैले पनि त उसलाई कहाँ सोचेको थिएँ र, जे भए पनि अब केसरीको सम्बन्ध राम्रो भइदिए हुन्थ्यो भनेर बसन्त पनि जे होस् उनले अब आफ्नो मनलाई सम्झाउन थालेका छन्। केसरी र बसन्तको सम्बन्धले गर्दाखेरि सिर्जनालाई एकदमै गाह्रो भइरहेको थियो। तर अब केसरीको पनि बिहेको कुरा आएको छ, एकतिर मात्रै हो र दुईतिर बिहेको कुरा चलेको छ। अब हेर्न आएका केटाले केसरीलाई मन पराएर गइसके, अनि उता बसन्तको मामा र सिर्जनाको बुवाले फेरि इन्द्रसँग बिहे गरिदिने कुरा चलाइरहेका छन्। तर केसरीले भने केही निर्णय लिनै सकेकी छैनन्, के गर्ने होला के नगर्ने होला भनेर बसन्तको सल्लाह लिएकी थिइन्। तर त्यो सल्लाह बसन्तले नभएर सिर्जनाले दिएकी थिइन्। तैपनि अब केसरीलाई चाहिँ बसन्तकै सल्लाह जस्तो लागेको छ। के लाग्छ तपाईँलाई, अब केसरीले सजिलै बसन्तसँग बिहे गरेर जालिन् त? केसरी बसन्तको नभएर अब अरू कसैको हुन लाग्दाखेरि तपाईँहरूलाई चाहिँ कस्तो लागेको छ त? यो हुनै हुँदैन, बसन्त र केसरी एक हुनुपर्छ, उनीहरू यसरी अलग अलग हुनु हुँदैन भन्ने लाग्छ कि बसन्तले त नयाँ जिन्दगीको सुरुवात गरेर उनी आफ्नो जिन्दगीमा अगाडि बढिसके भने केसरीले पनि अब नयाँ जिन्दगीको सुरुवात गर्नुपर्छ भन्ने लाग्छ त? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक, च्यानल सब्स्क्राइबका साथै तपाईँहरूलाई केसरी सिरियल कतिको मनपर्छ त त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला।